पञ्चमान गुरुङ, सदस्यमा सुरेश गुरुङ, सदस्यमा भद्रबहादुर गुरुङ अनि अनिता गुरुङ। हाम्रो 9 जनाको समिति छ हैन। अब तपाईहरुले सोच्नुभयो होला कसरी समिति गठन गर्नुभयो, यति छिटो कसरी कसले चुन्यो भन्ने कुरा हुन्छ। अब हाम्रो यो गाउँपालिकामा चाहिँ युवा लक्षित कार्यक्रमको एउटा बजेट थियो। हामीले अन्तिम चरणमा हामीले त्यसको सूचना मात्रै पायौँ हैन। अब हामी बिहीबार गएर कागज मिलाएर यो सबै गरेर शुक्रबार मात्रै दर्ता गऱ्यौँ। 2 दिनको काम हो के यो। अब कोही साथीभाइले किन तपाईहरु मात्रै बस्नुभयो, तपाईहरुले किन गर्नुभयो भन्ने कुरा आइदियो होला हैन। तर हामी चाहिँ यो आफ्नो स्वार्थ भन्दा पनि गाउँको हिसाबले भोलि बिहान सबैको भविष्य छ यसमा, गाउँको लागि हजुर। हामी यो अपरझट बसेर 2 दिनको काममा हामी भ्याएर टिस्यु कार्यक्रम पनि हाम्रो सफल भयो भनौँ न। उनीहरूले पनि योजना पारेछ एकैबाट दिनभर सबैले चिसो ढुङ्गामा के गरी बस्यो दाइ? अब हाम्रो यो अरु कागजपत्र टिदो